हेलो साथीहरू, म चाहिँ अहिले दिदीकोमा आएको छु। दिदीले चाहिँ यस्तो फुलहरू रोप्नु भएको छ। हाम्रो दिदीहरूले हेर्नुहोस् न, सब्जीहरू खेतीपातीहरू गरेको हाम्रो दिदीले। राति भए पनि तर बाहिर लाइट बालेको कारणले गर्दा चाहिँ यसो देख्छ। यो चाहिँ प्याज अरे दिदीको। हामी अँध्यारोमा आइपुग्यो है, अलिक छिटो आइपुगेको भए त हुन्थ्यो। त्यही भएर चाहिँ सानो भए पनि भिडियो मैले बनाइरहेको छु दिदीकोमा। यो चाहिँ आनन्दको चुला रहेछ। हाम्रो आनन्दको म चाहिँ फर्स्ट टाइम आएको आनन्दकोमा। अलैँची पनि रहेछ आनन्दकोमा। पुरा बेसी फलेछ अलैँची त आनन्द सुकियो गर्दा नि। आनन्दको किचन यो चाहिँ अर्ग्यानिक स्टोर किचन। यहाँनिर सबै खुर्सानी कुरा चाहिँ यताको सिस्टम रहेछ। हाम्रो दिदीकोमा चाहिँ खेतीपाती धेरै गर्नुहुन्छ। दिउँसो भए त म कस्तो राम्रो भिडियो बनाउँथेँ होला। सागहरू सिमीहरू। यो चाहिँ किचन रहेछ नि आनन्द। यो मकै चाहिँ के गरेको आनन्द? ला ए यसरी है आनन्दले हेर्दा मकैहरू यस्तो हाम्रो दिदीले चाहिँ यस्तो मिहिनेत गर्नुहुन्छ है। मकैहरू चाहिँ मजाले यसरी राखेको रहेछ। बिचरा आनन्दले चाहिँ फुलहरू यसरी रोपेको रहेछ। आनन्द आज अङ्गन पारि देखिरहेको छु।